तपाईँ को मान्छे हो? मलाई यो मान्छेमाथि डाउट गइरहेछ है। मलाई अब यो मान्छेमाथि डाउट गइरहेछ। एक सेकेन्ड, किनकि यो मान्छेले ब्यागबाट मलाई मेरो भिडियो बनाइरहेको थियो, प्रशासनको काममा दखलअन्दाजी गरिरहेको थियो, हाम्रो पत्रकार यहाँ साथीको काममा दखलअन्दाज गरिरहेको थियो। यो मान्छे को हो त? यो मान्छे को हो त? भिडियो बनाउने, प्रशासनमाथि उल्टे आलोचना गर्ने, पत्रकारमाथि उल्टे आलोचना गर्ने। अर्को कुरा, यो मान्छेको हेर्नु गाडी हेर्नु। के छ तपाईँको नाम? मेरो नाम माधव कुमार यादव। घर सिरा। अनि माधवजी, तपाईँ यति राति यो बाटोमा मतलब कसरी? बिरगञ्ज जान आँटेको। तपाईँको गाडी छ? ए, बिरगञ्ज जान आँटेको। एक्सिडेन्ट भएको हो कि कसैलाई केही आवश्यकता छ कि भनेर तपाईँ यसरी रोक्नु भयो है? ओके। माधवजी, तपाईँ बिरगञ्ज गइराख्नु भएको थियो है, बाटोमा एक्सिडेन्ट भएको छ कि के भनेर यसरी चाहिँ गाडीलाई यस्तो अल्पत्र अवस्थामा देख्दाखेरि तपाईँले रोक्नुभयो। वास्तवमा एउटा मानवीय एउटा जुन सोच र विचार उहाँको एउटा यो दृष्टिकोण एकदमै राम्रो गर्नुभयो। एउटा कि वास्तवमा यहाँ घटना के भएको रहेछ त्यो हिसाबले उहाँले आफ्नो जाने गन्तव्यमा को बिचमै उहाँले रोकेर एउटा मानवता देखाउनु भएको रहेछ। जस्तै कि तपाईँ यहाँ के देख्नुभयो? तपाईँ आउँदाखेरि यहाँ के थियो? गाडी अलरेडी यहाँ राखिरहेको थियो? होइन, म चाहिँ आउँदाखेरि यहाँ चाहिँ गाडी ठोकेको लाग्यो। प्रशासनलाई देखेपछि चाहिँ होइन यो पक्कै पनि ठोकेको, तर यहाँ केही मानवीय क्षति भएको कि होइन भनेर बुझ्नलाई चाहिँ आएको थियो। ओके। अनि जस्तै कि तपाईँले अघि हामी रिपोर्टिङ गर्दाखेरि तपाईँले भिडियो बनाउनु भयो, त्यो तपाईँ कुनै मिडियाकर्मी हो कि कुनै मतलब कुनै संसारबाट तपाईँ जुड्नु भएको रहेछ कि मतलब हाम्रो भिडियो हामी यहाँ रिपोर्टिङ गरिरहेको छु, भिडियो बनाएर एसई पछि कहाँ पढ्ने? अधिकांश विद्यार्थीहरूको निर्विकल्प रोजाइ हुन्छ शङ्कर टेक्निकल इन्स्टिच्युट। शङ्कर टेक्निकल इन्स्टिच्युटले लिएर आएको छ डिप्लोमा प्रोग्राम अन्तर्गत सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, आयुर्वेदिक सामान्य चिकित्सा एएचए 3 वर्षे र प्री डिप्लोमा प्रोग्राम अन्तर्गत सिभिल ओभरसियर 18 महिने, इलेक्ट्रिकल ओभरसियर 18 महिने, सर्वे इन्जिनियरिङ र अमिन तालिम 18 महिने। शङ्कर टेक्निकल ट्रेनिङ सेन्टर शिक्षा केन्द्र सबैभन्दा बेटर। नमस्कार, मेरो नाम मेनका शाह, मेरो घर सर्लाही पिडारी, हाल जनकपुरमा रहेका शङ्कर टेक्निकल इन्स्टिट्युटमा अध्ययनरत विद्यार्थी। यो इन्स्टिट्युट आउनुभन्दा अगाडि मैले धेरै इन्स्टिट्युटहरू भिजिट गरेँ, तर सबैभन्दा एकदमै राम्रो मलाई यही शङ्कर टेक्निकल इन्स्टिट्युट लाग्यो, किनभने यहाँका शिक्षक शिक्षिकाहरू एकदमै अनुभवी दक्षका साथसाथै मिलनसार हुनुहुन्छ। यहाँका शैक्षिक वातावरण एकदमै राम्रो छ। शैक्षिक वातावरणका साथसाथै ल्याब प्र्याक्टिकलका लागि ल्याबहरूको राम्रो व्यवस्था गरिएको छ। शङ्कर टेक्निकल इन्स्टिट्युटले मलाई मेरो भविष्य देखाएको छ। अन्त्यमा एसई उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो यहाँ शङ्कर टेक्निकल इन्स्टिट्युटमा हार्दिक स्वागत गर्दछु। तपाईँले एउटा भिडियो बनाउनु भयो, हाम्रो पुरै भिडियो बनाउनु भयो, त्यो भिडियो बनाउने तपाईँको मानसिकता खासमा के थियो? खासै भन्नुभयो भनेदेखि मैले रेकर्डिङ गरेको सत्य तथ्य के हो त्यो तपाईँहरूले छानबिन गर्दाखेरि के पाउनुभयो? हजुर, त्यही सन्दर्भमा चाहिँ मैले रिकर्डिङ होइन, जब तपाईँलाई थाहा छ अलरेडी यहाँ पत्रकार आइसकेछ, यहाँ अलरेडी प्रशासन छ, पत्रकार छ, यस बिचमा अलरेडी हामी ग्राउन्ड रिपोर्टिङमा छौँ, हामी भिडियो बनाइरहेछौँ, हामी फोटो बनाइरहेछौँ, हामी आफ्नो काम अलरेडी गरिरहेछौँ होइन। तर त्यसमा तपाईँ पनि भिडियो बनाउनु हाम्रो इजाजत नलिइकन, तपाईँले कसैको इजाजत नलिइकन तपाईँले यसरी भिडियो बनाउनु मिल्छ? मैले ड्राइभरसँग कुरा गरेको, ड्राइभरलाई मैले सोद्धाखेरि यो सबै हाम्रो सेटिङमै भएको हो भनेर भन्दा। ए ओके, अब त्यो कसको सेटिङमा हो त? हजुर, प्रशासनकोमा हो कि प्रेस मिडियाकोमा हो कि यहीँ उपस्थित भएको? तपाईँ क्राइम ब्रान्चको मान्छे हो? तपाईँ को मान्छे हो? मलाई यो मान्छेमाथि डाउट गइरहेछ है। मलाई अब यो मान्छेमाथि डाउट गइरहेछ। एक सेकेन्ड, किनकि यो मान्छेले ब्यागबाट मलाई मेरो भिडियो बनाइरहेको थियो, प्रशासनको काममा दखलअन्दाजी गरिरहेको थियो, हाम्रो पत्रकार यहाँ साथीको काममा दखलअन्दाज गरिरहेको थियो। यो मान्छे को हो त? यो मान्छे को हो त? भिडियो बनाउने, प्रशासनमाथि उल्टे आलोचना गर्ने, पत्रकारमाथि उल्टे आलोचना गर्ने। अर्को कुरा, यो मान्छेको हेर्नु गाडी हेर्नु, यो गाडी नभएर हेर्नु। जो मान्छे जनकपुरबाट बिरगञ्ज गइरहेछ रातिको 11 बजे, त्यो मान्छे अचानक बिचमा चाहिँ गाडी रोकेर अचानक त्यो मान्छे यसरी चाहिँ पुलिसले गर्ने काममा दखलअन्दाजी दिने, पत्रकारले काम गर्ने ठाउँमा चाहिँ गएर आफै भिडियो बनाउने, पत्रकार बनाइरहेछ घटनास्थलको भिडियो, तर उसले पत्रकारलाई फोकस गरेर भिडियो बनाउँदाखेरि यो मान्छेको के मानसिकता? को हो यो मान्छे? एकछिन थाहा हुन्छ।
जानु है तयार छु। यो चाहिँ यतिको किन तिम्रो अधिकार छ अहिले म तिमीलाई हाल अफिसमा सुन्नुहोस् मैले यो मान्छेले सबभन्दा पहिला हामीले काम गरेको ठाउँमा यो मान्छेले हामीलाई डिस्टर्ब गर्यो दोस्रो कुरा बिना अनुमतिको एउटा महिला पत्रकारसँग यसले दुर्व्यवहार गरेको रहेछ बदतमिजी गरेको र अर्को कुरा प्रशासन मिले म त काम भएको छ भनेर त्यो सोचले मैले भिडियो बनाएको छु भनेर अर्को कुरा थर्ड कुरा के अरे पत्रकार कहीँ मिलो मतेको छ भने त्यो सोचले मैले भिडियो बनाएको छु भने यस्तो सोचले हुन्छ तपाईँले यसको के गर्नु मेडिकल गराउनु होला हजुर अफिसमा गएर हाम्रो जे हुन्छ तर मेडिकल रिपोर्ट बनाउनु छ छिटो भन्दा छिटो गराइदिनु मेडिकल हुन्छ हाम्रोमा जतिखेर राख्छ हजुर हजुर मेडिकल भयो। आप अपने सबक शहर जनकपुर धाम में शादी विवाह व्रतबंध छेका गोष्ठी सेमिनार बर्थडे के संगै खाना नास्ता आ रहे के लेल शोभाराज पार्टी पैलेस एठाम शाकाहारी एवं मांसाहारी खाना के संगे शादी विवाह के लेल पार्टी पैलेस से उपलब्ध अछि। अतः एसी नॉन एसी रूम हॉल आ कैटरिंग सेवा से उपलब्ध अछि। तो एक बेर अवश्य संपर्क करी शोभाराज पार्टी पैलेस जनकपुर धाम 16 पुल चौक एदुकहा जाय वाला बाट में। प्रोप्राइटर अमित आ बसंत शाह ब्रोदर्स। संपर्क मोबाइल नंबर 98 75 753 98 024 15 312 98 440 27 200।